हेलो साथीहरू, गुड इभिनिङ। के छ तपाईँको खबर? त्यतिकै अलिक काम कम थियो है, त्यसले गर्दा तपाईँको अगाडि मैले लिएर आएको छु बेल पेपर। हेर्दै हुनुहुन्छ, यानि कि सिमला मिर्च बेल पेपर। यो हेर्दै हुनुहुन्छ, यो चारवटा स्ट्रेप छ यहाँनिर, यो चारवटा स्ट्रेप। अनि यानि कि यसको भन्नुको मतलब चाहिँ यो चारवटा स्ट्रेप चाहिँ हो फिमेल, यसलाई चाहिँ भन्छ फिमेल बेल पेपर। अनि यो तपाईँहरूले देख्दै हुनुहुन्छ, यो तिनवटा स्टेप्स, यो चाहिँ हो मेल बेल पेपर। अनि यो मेल बेल पेपर चाहिँ धेरै सिट हुन्छ भित्र, अनि यो चाहिँ कुकिङको लागि एकदमै बेस्ट हुन्छ। कुकिङ गर्न सक्नुहुन्छ तपाईँले, जेमा पनि मिलाएर तपाईँहरूलाई मनपर्छ कुकिङ गर्न सक्नुहुन्छ। अनि यो चारवटा स्टेप चाहिँ फिमेल हो, अनि यो चाहिँ स्विटनेस हुन्छ, अनि यो चाहिँ सालेडको लागि एकदमै बेस्ट हुन्छ है साथीहरू। तपाईँले यो सालेड खानु मन लाग्छ भने यो तपाईँहरूले स्यालेड बनाउनुहोस् अनि स्यालेड खानुहोस्। र अर्को बेनिफिट चाहिँ म तपाईँहरूलाई के भन्छु भने यसमा चाहिँ भिटामिन सी, भारी मात्रामा भिटामिन सी पाउनुहुन्छ। अनि भिटामिन ए पनि छ। अनि बेटा क्यारोटिन भन्ने चाहिँ यो भित्र भिटामिन छ। स्किनको लागि एकदम राम्रो गर्छ, आँखाको लागि एकदम राम्रो गर्छ। अनि तपाईँको इम्युनिटी सिस्टमलाई एकदम धेरै बढाउँछ यसले चाहिँ है। त्यसले गर्दा तपाईँहरूले यसलाई एकदमै बेस्ट प्रकारले सालेड बनाएर खान सक्नुहुन्छ। तपाईँलाई यदि कुनै बेल पेपरको सालेडको रेसिपी चाहियो भने मलाई कमेन्ट गर्नुहोस्। अनि तपाईँहरूले मलाई रिक्वेस्ट गर्नुहोस्। म तपाईँको एक एकजनाको रिक्वेस्ट कमेन्टको मुनि चाहिँ म तपाईँहरूलाई यसको सालेडको विभिन्न प्रकारको रेसिपिजहरू तपाईँहरूको अगाडि म प्रोभाइड गर्नेछु। हुन्छ, आजको लागि यति नै। बेल पेपर खानु चाहिँ नभुल्नुहोस् है साथीहरू। कतिजनालाई मन पर्दैन, तर विशेष गरी दिदी बहिनीहरूको लागि चाहिँ एकदमै राम्रो हुन्छ यो, किनभने स्किनको लागि चाहिँ एकदम बेस्ट हुन्छ। हुन्छ है, गुड नाइट।